सेवा नमस्ते तपाईहरुलाई हैन स्वागत छ आजको भिडियोमा। तपाईहरु पनि सन्चै छ होला, म पनि सन्चै छु भन्नुपर्छ। आजको भिडियो चाहिँ के छ भने हैन, यो चाहिँ बागमती प्रदेश दोलखाको पहिरो हो। बागमती प्रदेशको दोस्रोमा पर्छ रे यो पहिरो। धेरै ठुलो पहिरो हो यो। यहाँ चाहिँ के भन्दाखेरि आज चाहिँ म बिहानै आएको छु हैन भिडियो बनाउन भन्दा नि बुहारीबाट पारी छिर्नु पर्यो। मेरो गाविस त लादी छ, मेरो गाविस चाहिँ गइसक्यो यता अगाडि गइसक्यो। म चाहिँ अलिकति पछाडी छु भन्दा पनि डर हाल्यो, खासै डर हाल्यो। गाविस चाहिँ अलिकति अगाडि गयो। पहिरो चलेको चलेछ, तर अहिले चाहिँ अलि घाम लागेर होला पहिरो चलेको छैन। म पनि हिँडिसकेँ, म पनि अगाडि हिँड्दैछु, तपाईहरुलाई देखाउँछु भन्दै म हिँड्दैछु हैन। पहिरो चाहिँ हेर्न सक्नुहुन्छ, ठुलो पहिरो, तर म त यहाँ त कमिला भन्दा सानो देखिन्छ। माथि ड्रोन उडायो भने हैन, मसँग ड्रोन अहिले छैन, यो कारणले मोबाइलबाटै बनाऊ भनेर बनाएको भिडियो हो। यो पहिरो चाहिँ खासै 3 वर्ष चलिरह्यो, तर रोकिया चाहिँ छैन है, रोकिया छैन। 3 वर्ष भयो पहिरो चलेको। सामान्य खोला हो, तर नबोक्ने खोला पनि बगाइदियो भन्ने आशा छ। बगाइदियो पनि कतिको यहाँ विनाश पनि गरिदियो हैन। यत्रो खोला छ, तर धेरै बिरुवाहरू मार्यो यहाँ, धेरै बिरुवा जनावर पनि मारिदियो। भन्दा पनि यहाँ घर पनि लग्यो, 4-5वटा घर लग्यो। कहाँ पुर्यायो त्यो थाहा छैन हैन। यहाँ त पहिला जङ्गल थियो, ठुलो जङ्गल थियो। यो जङ्गलको बाटो हेर्न पनि डरामारी थियो, तर अहिले त पुरा समाज जस्तै भनौँ न हैन। ओह्रालो मान्छे छ हैन। गाविस चाहिँ मेरो चिरिसक्यो, तर बाटो चाहिँ बनाएर चाहिँ यही गाविस नै हिँडेर बाटो बनाएर छ। तर कुन दिन आउँछ पहिरो फेरि बगाइदिन्छ, यो बाटो पनि भत्काइदिन्छ। अब म पनि अगाडि बढ्नुपर्छ हैन। मेला हो, तर बिहान पुग्नुपर्ने, अलिकति ढिलो भयो भिडियो बनाउँदा। तर गाली गर्नु हुँदैन, मलाई त्यस्तो गाली गर्नु चाहिँ हुँदैन। भन्दा पनि मेला चाहिँ अलि आज चाहिँ छिटै गर्नुपर्छ भन्दै थियो। फाइनली म चाहिँ खोलातिर पुग्नै लाग्यो। खोला पुग्यो भन्दा नि म हेर्नु होला, अहिले यत्रो खोला छ, तर 2-4 दिनमा यो खोलाले चाहिँ हैन कस्तो मान्छे बगाउँछ। मैले ढाटे हैन, हेर्नुहुन्छ माथि कहाँबाट आउँछ, तर म कहाँ गहिरोमा छु। कुद्दो